माछा मार्ने हाम्रो पहिलो माछा मार्ने चौधरी सर के छ चौधरी सर गाह्रो छ नि माछा परेन चारो हाल्दा नि पर्दैन माछा छेउमा राखेर अनि मुनि हानेपछि कहाँ पर्छ त माछाले पानीमा हालम माछाहरू सब सुतेका छन् अरे क्या माछाहरू हैन नयाँ नयाँ कन्टेन्ट म गर्ने बित्तिकै आउँछ नयाँ फ्रेस छ त कन्टेन्ट हाम्रो नम्बर 1 भ्लगर है हाम्रो नम्बर 1 भ्लगर वान नेम दिलीप बुझिबामा माछा मार्दै यहाँ पर पनि माछा मार्दैछन् भाइहरूले पगमै कत्रो माछा परो हेरौँ है त यहीँबाट माछा मार्दैछौँ गाइज यो चाहिँ बोटहरू सब वहाँ पर जाने वहाँ पर पनि माछा मार्ने जाल जाँदैछ माछा मार्नको लागि टक्कसँगले कतिसम्म जाँदो रहेछ 25 अल्ट्राले टक्कसँगले जुमिङ गर्दै लाँदाखेरि त्यो पोट मसिनो त्यो मसिनोहरूलाई यिनीहरूलाई मान्छे देखिन्छ कि देखिँदैन ल जाँदा फेरम लब्ली दलेर गयो होला बुढीको ल माछा आयो गाइस दुईटा हो त यहाँ दुईटा पर्यो त दुईटा पर्यो ल ठिक छ ल कत्रा माछा पर्यो है गाइस फाइनली वी गेट 1 कतिवटा बोल्छ गाउँदा कता हिडेको हो बिजुली नाच्दै भने यताबाट जाने हो यताबाट गाडी आउँदैछ कि हेर है केटाकेटी हो माछा कति मार्यो त आज चौधरी सर 1 किलो 1 किलो 1 किलो 1 किलोको एउटै कि चारवटाको 1 किलो चारवटाको 1 किलो मार्यो ल ठिक छ गाइस है यहाँबाट चाहिँ खत्रै देखिन्छ अघि हामीले फिसिङ गरेको ठाउँ चाहिँ त्यहाँ हो यहाँबाट फिसिङ गरेको तर आज त्यति परेन हाम्रो 1M सर उहाँ पर जाँदैछन् यहाँबाट देखिन्छ कि देखिँदैन ल 1M सरलाई अझै पनि 1M सर यतै हेर्दैछन् होइन यो सेतो लगाउने चाहिँ हाम्रो 1M दाइ हो माछा कति पर्यो भनेर सोध्दैछ दाइले मैले हेर्नुहोस् न गाई कस्तो कति जुम गरेको रहेछु भनेर यहाँबाट थाहा हुन्छ हेर्नु ल दिलीपले